सम्पूर्णमा नमस्कार। म हजुरहरूको सामु एउटा जिज्ञासा लिएर आएको छु है त। एउटा कुनै पनि प्रसिद्ध पुजारी छ। उसलाई हिन्दू धर्मसँग सम्बन्धित सम्पूर्ण चिजहरूको ज्ञान छ। उसलाई ज्ञान नभएको कुनै पनि चिज छैन। उसलाई हिन्दू धर्मसँग सम्बन्धित हरेक कथा, पूजा, आजा, पुराण सबै लगाउन आउँछ। एउटा प्रसिद्ध पण्डित छ। उसलाई सब थोक थाहा छ भनेर हामी त्यसलाई कुनै पनि चर्चको पादरी बनाइदिउँ भने के होला। र एउटा प्रसिद्ध चर्चको पादरीलाई उसलाई सम्पूर्ण ज्ञान छ भनेर हामीले उसलाई चाहिँ कुनै पनि एउटा मन्दिरको पुजारी बनाइदिउँ भने के होला। हजुरहरूलाई के लाग्छ? उनीहरूले आफ्नो कामलाई कसरी अगाडि सञ्चालन गर्न सक्छन् होला हजुरहरूको विचारमा है त? कि यो भिडियो हेर्नुहोस् त, यस्तै हालत त हुँदैन उनीहरूको? बालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछ। बाट नभएको हुनाले हाम्रो सहसचिवज्यूले चाहिँ यो टिप्पणी अन्तर्गत जति पनि प्रश्नहरू उठिएको छ त्यसमा चाहिँ लेखिदिनु भएको थियो। मलाई त्यही भएर यो सम्बन्धी थप यसमा चाहिँ यसमा छलफल गर्नुपर्ने भए म पुनः एकचोटि उहाँसँग सोधेर चाहिँ म यहाँ राख्न चाहन्छु भन्ने म गर्न चाहन्थेँ। के गर्नु एकचोटि सोधेर है एकचोटि गएर मलाई 5 मिनटमा यहाँ एकदम क्षमा प्रार्थी छु है। मलाई एकैचोटि यो भिडियोबाट हजुरहरूले के बुझ्नुभयो? त्यही भएर कुनै पनि व्यक्ति एउटा फिल्डमा सक्षम छ भन्दैमा त्यो हरेक फिल्डमा सक्षम हुन्छ भन्ने छैन। त्यही भएर एउटा तपाईँहरूको प्लम्बरलाई हामी विद्युत सम्बन्धी समस्या समाधान गर्न दियो भने उसले के गर्ला र एउटा विद्युतसँग जानकार व्यक्तिलाई हामी प्लम्बिङसँग सम्बन्धित काम गर्न दियो भने के होला। उनीहरूले त्यो क्षेत्रमा के सफलता हासिल गर्न सक्छन् त? त्यही भएर हामी उसँग डिग्री होल्डर हो, ऊ नयाँ हो, उसलाई सम्पूर्ण ज्ञान छ भन्ने सोचेर हामी उसको फिल्डभन्दा बाहिरको काम दियो भने यस्तै नतिजा आउँछ। त्यही भएर हामीले पनि के सोध्न जरुरी छ भने मसँग डिग्री होल्डर छ भन्दैमा मैले हरेक चिज जानेको छु भन्ने भ्रमबाट चाहिँ हामी मुक्त हुनु जरुरी छ। अर्कोले राजनीति गरेको देखेर उसले वाहवाही पाएको देखेर म पनि वाहवाही पाउँछु, म पनि राजनीतिमा जान्छु भनेर आउनु एउटा मूर्खता हो। किनभने उसले त्यो राजनीतिमा आउनको लागि उसले कति सङ्घर्ष गरेको छ, ऊ राजनीतिसँग कति जुधेको छ, उसले राजनीतिलाई कति बुझेको छ भन्ने चिज नबुझेर हामी वाहवाहीको मात्रै पछाडि लाग्यौँ भने फेरि यस्तै 5 मिनट मागेर सोधेर आउनुभन्दा हाँसोको पात्रभन्दा अरू बनिँदैन। त्यही भएर हामी जे चिजमा सक्षम छौँ त्यही चिजमा अगाडि बढ्यौँ भने राजनीति नै गर्नुपर्ने आवश्यक छैन। हामी त्यो क्षेत्रबाट पनि सफलता हासिल गर्न सक्छौँ र त्यही क्षेत्रबाट पनि देशलाई कन्ट्रिब्युसन गर्न सक्छौँ। त्यही भएर यो 21 गतेको चुनावमा जुन व्यक्ति जुन क्षेत्रको लागि सक्षम छ त्यही क्षेत्रको लागि जिताउँ। यसरी हावाको भरमा चाहिँ हामी कुनै पनि व्यक्तिलाई उसको गलत ठाउँमा पुर्यायौँ भने यस्ता दृश्यहरू फेरि हामी देखिरहन पाउनेछौँ। हामी भाग्यमानी हुनेछौँ फेरि यस्ता भिडियोहरू हेरेर हामीलाई होइन हाँस्न पाइराख्नेछौँ भन्ने मलाई लाग्छ। हजुरहरूलाई के लाग्छ है त? हजुरहरूको विचार राखिदिनु होला।